समीक बड़ालज्यू, पार्टी का महासचिव शंकर पोखरेलज्यू, पुराना संस्थापक विश्वकांत मैनालीज्यू, सबै मञ्चासीन नेताज्यूहरू, विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी र प्रतिनिधि साथीहरू र यस अनेरा सबिउ 24औं महाधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरू र यस कार्यक्रमलाई सफल बनाउन यहाँ उपस्थित हुनुभएका सम्पूर्ण भाइ बहिनीहरू र दिदीबहिनी दाजुभाइहरू, आज अत्यन्तै खुसी लागेको छ मलाई। खास गरी तपाईहरूको यो अधिवेशन अत्यन्तै जागरुक, अत्यन्तै सक्रिय खालको अधिवेशन रहेको छ। म दक्षिण अफ्रिकाको पार्टीको महाधिवेशनमा गएको थिएँ। त्यो महाधिवेशनमा उहाँहरूको चलन के रहेछ भने भाषण गर्दा गर्दै पनि गीत गाइदिने, एकछिन गीतमय सङ्गीतमय हुन्छ अनि फेरि शान्त हुन्छ अनि भाषण कन्टिन्यू हुन्छ। फेरि एउटा सन्दर्भ मिल्यो, प्रसङ्ग मिल्यो, त्यसअनुसार भाषणकै बिचमा पनि गाना गाइहाल्ने अनि फेरि एकछिन सङ्गीतमय हुन्छ, फेरि शान्त हुन्छ, फेरि भाषण हुन्छ। यति राजनीतिलाई पनि यति सङ्गीतमय ढङ्गले उहाँहरूले कार्यक्रमलाई यति सङ्गीतमय ढङ्गले लानु हुँदो रहेछ। मलाई आज त्यस्तै याद हुन्छ। विद्यार्थी भाइ बहिनीहरूको सङ्गीतमय छ, गानामय छ, उत्साहमय छ, उल्लासमय छ यो। यसले बताउँछ यो अधिवेशन सफलता भइ नै सक्यो। अब यसलाई औपचारिक रूपमा सफलतामा पुर्याउनु छ। मैले विश्वास लिएको छु अनेरा सबियुको यो 24औं अधिवेशन साँच्चै सफल र ऐतिहासिक अधिवेशन हुनेछ। तपाईहरुले विद्यार्थी आन्दोलनको इतिहास, अनेरा सोभियोको इतिहास, आजको युवा पिँढीको काँधमा रहेका अभिभाराहरू, त्यसको दायित्वबोध समेत त्यो लिएर तपाईहरु यहाँ उपस्थित हुनुभएको छ। त्यसकारण तपाईहरुले यही उत्साहका साथ, त्यही जिम्मेवारी बोधका साथ तपाईहरुले यस अधिवेशनलाई अत्यन्तै भव्यताका साथ एकताबद्ध भएर सम्पन्न गर्नुहुनेछ। भियतनाममा एउटा ठुलो कार्यक्रम स्थल छ, परेड मैदान। त्यस परेड मैदानको छेउपट्टि लेखिएको छ एउटा ठुलो भवनमा, हामीलाई तीनवटा कुरा सबभन्दा महत्त्वपूर्ण छन्। त्यो एकता, फेरि पनि एकता र अझ सुदृढ एकता। आज हामीलाई त्यही आवश्यकता छ। एकता, फेरि पनि एकता र अझ सुदृढ एकता हामीलाई आवश्यक छ। एकता
बिनाको सङ्गठनले केही पनि गर्न सक्दैन। तपाईँको सङ्गठनमा 10 लाख मान्छे भयो भने पनि त्यहाँभित्र अनेकता छ भने, आधाले एकतिर तान्छ आधाले अर्कातिर तान्छ भने त्यो कतै पनि चल्दैन। एउटा रथ तान्दा अगाडिबाट सबैले तान्यो भने रथ अगाडि बढ्छ, आधाले अगाडि आधाले पछाडि तान्यो भने रथ हल्लिन्छ मात्रै, कतै पनि जाँदैन। त्यसकारण सङ्गठनलाई अगाडि बढाउनु छ भने, सङ्गठनलाई गतिशील बनाउनु छ भने, सङ्गठनले आफूले चाहेका उपलब्धिहरू हासिल गर्नु छ भने पहिलो कुरा हो एकता चाहिन्छ। हामीले सही नीतिहरू लिएका छौँ, बिल्कुलै सही नीतिहरू लिएका छौँ। हामी सही दर्शनद्वारा निर्देशित छौँ, सही सिद्धान्तद्वारा निर्देशित छौँ। हामी सही रणनीति र कार्यनीतिहरूद्वारा निर्देशित छौँ। हामीले सही गन्तव्य तोकेका छौँ, त्यो गन्तव्यमा पुग्ने सही बाटो तोकेका छौँ र त्यसका विभिन्न कस्ता कस्ता पडाव आउन सक्छन् भन्ने ती पडावहरू, ती घुम्तीहरू, ती मोडहरू पनि हामीले देखेका छौँ। हाम्रा सामु कस्ता चुनौती छन् त्यो पनि हामीलाई थाहा छ र ती चुनौतीको सामना कसरी गर्छौँ हामी, तिनलाई पराजित गरेर कसरी सफलतामा पुग्छौँ त्यो पनि हामीलाई थाहा छ। त्यसकारण आज सही नीति छँदैछ, आवश्यकता छ ती नीतिहरूको कार्यान्वयनको, सही र सफल कार्यान्वयन। नीतिको समस्या हामीसँग छैन, सही र सफल कार्यान्वयनको छ। हामी बहकिनु हुँदैन। यस देशमा लोकतन्त्र, साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौँ, गणतन्त्र हामीले ल्याएका हौँ। हाम्रो बलिदान, हाम्रो सङ्घर्ष त्यसबाटै आएको छ। यो लोकतन्त्र, यो गणतन्त्र, यसको रक्षा गर्ने, यसलाई सुदृढ गर्ने र यसलाई गतिशील ढङ्गले सही बाटोमा अगाडि बढाउने र हामीले भनेका छौँ समृद्ध नेपाल, सुखी नेपाली, त्यस गन्तव्यमा पुर्याउने अभिभार हाम्रो छ। हाम्रो साथमा जनताको बहुदलीय जनवाद छ। जनताको बहुदलीय जनवाद हिजो हामीले यस्तो परिस्थितिमा ल्याएका थियौँ जति बेला विश्वभरि नै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको थियो। अलिक कता कता गुनगुन भए जस्तो सुन्छु, के भयो? कोही बोल्दै हुनुहुन्छ क्या? हिजो दुनियाँमा कम्युनिस्ट र समाजवादी आन्दोलन नै धरापमा परेको अवस्थामा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको थियो र आन्दोलनलाई अगाडि बढाएको थियो। त्यति बेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा र त्यो उत्तरदायित्व हाम्रो काँधमा आइसकेको थिएन। त्यति बेला हामी त्यस दिशातर्फ अगाडि बढ्न खोजिरहेका थियौँ। त्यसै बेला अन्तर्राष्ट्रिय रूपमै एउटा धेरै ठुलो प्रतिकूल परिस्थिति आइलाग्यो। त्यस परिस्थितिलाई सामना गर्न हामीले जनताको बहुदलीय जनवाद प्रतिपादन गऱ्यौँ। जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद प्रतिपादन गऱ्यौँ र आन्दोलनलाई जोगायौँ र दृढताका साथ अगाडि बढ्यौँ। हामीले विचार फ्याँकेनौँ, उद्देश्य फ्याँकेनौँ, झन्डा फ्याँकेनौँ,
सही बाटो छोडेर फेरि पनि हामी छोड्ने छैन। आज हामी सरकारमा छौँ, हामी पटक पटक सरकारको नेतृत्व गरिरहेका छौँ, देशको नेतृत्व गरिरहेका छौँ। देशलाई अगाडि बढाउने अभिभारा हाम्रो काँधमा आएको छ। राष्ट्रिय राजनीति के हो, कता लानुपर्छ राष्ट्रिय राजनीतिलाई, हाम्रा आन्तरिक नीतिहरू हरेक क्षेत्रमा कस्तो हुनुपर्दछ, ती कामहरू हामी गरिरहेका छौँ। आज सरकार कसरी चल्नुपर्छ, सुशासन र विकासका लागि हामीले के कस्ता नीति र प्रयासहरू गर्नुपर्दछ, आज हामी त्यस ठाउँमा छौँ। त्यसकारण अहिले पार्टीले जनताको जनवादको आजको रूप सरकारमा भएर सिँगै देशलाई नेतृत्व गर्नुपर्ने त्यसको तयारी, त्यसको कार्यान्वयन, आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ। कुनै कुनै समय नेतृत्वमा हुँदैन। अब 13 महिनापछि फेरि हामी नेपाली काङ्ग्रेसलाई नेतृत्व सुम्पिन्छौँ। यसकारण कि हामीले सम्झौता गरेका छौँ नेपाली काङ्ग्रेससँग र 13 महिनापछि हामी नेपाली काङ्ग्रेसलाई नेतृत्व सम्झिन्छौँ, हामी सुम्पिन्छौँ र हामी सरकारमा सामेल रहन्छौँ। हाम्रो उद्देश्य मिसन 84 यो कुनै अन्यलको अमूर्त कुरा होइन। मिसन 84 भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने। यो राष्ट्रिय शक्ति त सधैँ छ, तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ। मिसन 84 त्यस उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौँ। हाम्रा विरोधीहरूले, प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काङ्ग्रेसलाई मिसन 84 भनेको छ, काङ्ग्रेसलाई सिद्ध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ भनेर खेल्न खोज्छन् यहाँभित्र। तर नेपाली काङ्ग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि, र हामी पनि भन्छौँ बहुमत ल्याउँछौँ। कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला, तर बहुमत ल्याउने दाबी हरेकले गर्छ। यतिसम्म कि प्रचण्ड त उहाँ 84 सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छन् भने हामी त वास्तवमै एउटा मजबुत राष्ट्रिय शक्तिको रूपमा छौँ, सबभन्दा लोकप्रिय पार्टीको रूपमा छौँ। त्यसकारण हामी तदनुसार नै अगाडि बढ्नुपर्छ। यस काममा हाम्रो पार्टी भनेको दुईटा कुरा बाहेक केही पनि बाँकी रहँदैन। एउटा पार्टीका विभिन्न तहका कमिटीहरू र सदस्यहरू, अर्को पार्टी सम्बद्ध आबद्ध जनसङ्गठनहरू, वर्गीय सङ्गठनहरू, पेशागत सामुदायिक सङ्गठनहरू, तिनका सम्पूर्ण सङ्गठनात्मक संरचना र सदस्यहरू। हाम्रो पार्टी भनेको यति हो। त्यसमध्ये मैले भन्ने गरेको छु, आज बदलिँदो परिस्थिति छ, आइटीको जमाना छ, एआईको जमाना छ। यस प्रविधिको जमानामा, विकासका लागि प्रविधि प्रयोग गर्ने जमानामा नयाँ पिँढीले मात्रै प्रविधिलाई सजिलोसँग पढ्न पाएको छ, बुझ्न पाएको छ, प्रयोग गर्न सक्दछ र विकासको गतिलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउन सक्दछ। यही कामको नेतृत्व गर्ने एउटा नयाँ शक्ति उदाउँदैछ अनेरा सुव्यूहको माध्यमबाट। नयाँ प्राविधिक चेतना र क्षमतासहित युवा शक्ति उदाउँदैछ। युवा सङ्घ आफ्नो ठाउँमा काम गरिरहेको छ यसै फिल्डमा, तर विद्यार्थी क्षेत्रभन्दा
सोभियूले काम गरिरहेको छ। वास्तवमा कहिले कहिले कुनै कारणले कुनै कारणवश अलिकति तलमाथि पर्नु बेग्लै हो। म भन्छु इतिहासमा सदैव भनेर सोभियू नेपालका विद्यार्थी सङ्गठनहरूमध्ये सबभन्दा प्रमुख, सबभन्दा बलियो, सबभन्दा सचेत, सबभन्दा जुझारु र सफल छ। देशभक्तिको मामलामा होस् अर्थात् राष्ट्रियताको सवालमा होस् कि जीविकाका सवालमा होस्, अधिकारका सवालमा होस् कि कर्तव्य सहितको अधिकारको पालनाका कार्यान्वयनका सन्दर्भमा होस्, भनेर सोभियू एउटा नेतृत्वदायी संस्थाको रूपमा उहिलेदेखि आएको छ। कतिपय कुराहरू छोपिएका कुराहरू छन्, कतिपय कुराहरू नभनिएका कुराहरू छन्, तर पार्टीका संस्थापक नेता पुष्पलालका दाजु गङ्गालाल, उहाँ आफै त्यसबेला भनेर सोभियू त जन्मिया थिए, तर उहाँ आफै वामपन्थी विचारधाराको, समाजवादी विचारधाराको, प्रगतिशील विचारधाराको परिवर्तनकारी युवा हुनुहुन्थ्यो। त्यो सचेतनताको इतिहास सायद अरू युवामा त्यस समयमा भेटिँदैन थियो। र सबैलाई थाहा होला गङ्गालाल त्रिचन्द्र कलेजका विद्यार्थी हुनुहुन्थ्यो 1994 मा। 1994 मा त्रिचन्द्र कलेजको विद्यार्थी हुँदा नै उहाँले पहिलोपल्टमा नेपालमा मानवाधिकार संस्था स्थापना गर्नुभएको थियो। 1995 सालमा पहिलोपल्ट मानवाधिकार सम्बन्धी विषयमा उहाँले प्रवचन दिनुभएको थियो, भाषण गर्नुभएको थियो। 1997 मा पर्चा छर्ने कामहरू गङ्गालाल श्रेष्ठ गणेशमानहरूले नै गर्नुभएको थियो। उहाँहरू नै हो त्यो पर्चा वितरण गर्ने मानिस, गङ्गालाल श्रेष्ठ। 1997 सालमा पहिलोपल्ट सार्वजनिक ढङ्गले राजनीतिक भाषण गर्ने 97 साल मङ्सिर 13 गते इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गर्नुभएको थियो। उहाँले शासन उल्टाउने, जनताले सत्ता कब्जा गर्नुपर्ने भाषण गर्नुभएको थियो र अत्याचारी राणा शासन सहन नसकिने र परिवर्तन ल्याउनुपर्ने, जनताको शासन हुनुपर्ने भाषण उहाँले गर्नुभएको थियो। विद्यार्थीबाटै सुरु भएको थियो र त्यो विद्यार्थी पनि वामपन्थी विचारधाराकै विद्यार्थीबाट सुरु भएको थियो। 2008 साल कार्तिक 20 गते गोली खाएर मर्ने चिनिया काली श्रेष्ठ उनी वामपन्थी विचारधाराकै विद्यार्थी हुनुहुन्थ्यो। यसरी विद्यार्थी आन्दोलन अगाडि नैदेखि नेपालको राजनीतिक जागरण, राजनीतिक सङ्गठन, राजनीतिक आन्दोलन र राजनीतिक परिवर्तनमा अनेरा सोभियूको भूमिका सधैँ जागरुक र सशक्त बनेको छ। जति बेला अरू आन्दोलन थिएनन् त्यति बेला विद्यार्थी आन्दोलन थियो। 32 सालमा विद्यार्थीहरूले आन्दोलन गरे पञ्चायतको त्यस्तो जगजगीभित्र। हामी जति बेला विद्यार्थी थियौँ त्यस बेलै हामीले झापा आन्दोलन सुरु गरेका थियौँ, जो लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति थियो, राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने र जनवादी क्रान्ति सम्पन्न गर्ने यी उद्देश्यका साथ नै झापामा हामीले आन्दोलन सुरु गरेका थियौँ। हामी पनि विद्यार्थी हुँदैखेर म आफै विद्यार्थी सङ्गठनको सदस्य त थिइनँ, तर अनेरा सोभियू, अघि अनेरा सोभियूको कुरा गर्नुभयो विश्वकान्त मैनालीजीले, त्यो अनेरा सोभियूको स्थापना र विस्तार हामीले गरिरहेका थियौँ र त्यसलाई ठाउँ ठाउँमा त्यसबेला भर्खर
स्वतन्त्र विद्यार्थी युनियनबाट अलिकति छुट्टिएको थियो स्वतन्त्र विद्यार्थी युनियन र अनरासोभ्यू, किनभने त्यसभित्रबाट स्वतन्त्र विद्यार्थी युनियनबाट नेभी सङ्घले आफूलाई पृथक गरेर नेभी सङ्घ बनायो। नेभी सङ्घ एकातिर बनेपछि अर्कातिर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बन्यो। विद्यार्थी आन्दोलनको इतिहास सदैव गौरवपूर्ण रहिआएको छ। त्यसकारण म विद्यार्थी भाइ बहिनीहरूलाई भन्न चाहन्छु, यो आन्दोलन अत्यन्तै गौरवपूर्ण, अत्यन्तै जिम्मेवार, बलिदानपूर्ण र सङ्घर्षपूर्ण थियो। 36 सालको आन्दोलनमा त्यस आन्दोलनलाई सफल बनाउनका लागि आन्दोलन टुङ्ग्यायौँ भन्नेहरूलाई जवाफ दिएर, आन्दोलनलाई निरन्तरता दिएर जन्मसङ्ग्रहको घोषणा गराउन बाध्य पार्ने अनरासोभ्यू थियो। यही सङ्गठन अरूले छोडेका थिए, अरूले सम्झौता गरिसकेका थिए, तर जन्मसङ्ग्रह गराएर सूर्य चन्द्र रहेसम्म पञ्चायत रहन्छ भन्ने भ्रम यो कि त्यो भनेर सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भनेर जनमत-सङ्ग्रह भएपछि घाम जुन रहेसम्म रहने व्यवस्था होइन रहेछ भन्ने स्थापित भयो र त्यो जनमत-सङ्ग्रहमा गयो। त्यसर्थ विद्यार्थी अनरासोभ्यूमा यस सङ्गठनमा अग्रगामी चेतना र परिवर्तन ल्याउने हिम्मत यही सङ्गठनमा थियो। आज पनि आन्दोलनमा सहभागिताको हिसाबले यद्यपि अझै अनरासोभ्यूले अझै आफूलाई गतिशील र आन्दोलनकारी विद्यार्थीका रूपमा कायम राख्नुपर्छ। विद्यार्थीका नाउँमा अनरासोभ्यूलाई म भन्न चाहन्छु, विद्यार्थीका नाममा तोडफोडकारी, कुटपिटकारी, आगजनीकर्ता यही त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठनका नाममा कोही आगो लगाएर हिँड्ने, कोही लाइब्रेरी जलाएर हिँड्ने, कोही ताला लगाएर हिँड्ने, कोही कुटपिट गरेर हिँड्ने, कोही शिक्षकका ढाड भाँचेर हिँड्ने, कोही क्याम्प उसको भिसीको कोठा तोडफोड गरेर हिँड्ने, यस्तो खालको विद्यार्थी अनरासोभ्यूले जन्माउँदैन, जन्माउनु हुँदैन। अनरासोभ्यू भद्र विद्यार्थीहरूको सङ्गठन हो। अनरासोभ्यू तपाईँहरूले भन्न सक्नुपर्छ अभिभावकहरूलाई, तपाईँहरूका छोराछोरीलाई अनरासोभ्यूमा लाग्न प्रेरित गर्नुहोस्। गुन्डा बनेर जान हामी दिँदैनौँ, हामी तालिम दिन्छौँ। र म भन्न चाहन्छु, अनरासोभ्यूभित्र कसैलाई पनि त्यस प्रकारका क्रियाकलापका लागि छुट पनि छैन, छुट हुँदैन। यो विद्यार्थी सङ्गठन एउटा जिम्मेवार, सभ्य, परिवर्तनकारी, क्रान्तिकारी विद्यार्थी सङ्गठनको रूपमा, जिम्मेवार विद्यार्थी सङ्गठनको रूपमा अगाडि बढ्नुपर्छ र यसले आफ्नो इज्जत प्रतिष्ठालाई त्यसअनुसार नै राख्नुपर्छ। समाजमा ग्राह्य, स्वीकार्य व्यवहार, आचरण, क्रियाकलाप अनरासोभ्यूको विशेषता हुनुपर्छ। म धेरै वर्ष अगाडिदेखि भन्दैछु, तपाईँ बसमा चढेर हिँडिरहनु भएको छ भने तपाईँ बोल्दा तपाईँको चेहरा हेरेर बाबु अनरासोभ्यू हो भनेर मान्छेले सोध्नु। नानी अनरासोभ्यू हो भनेर सोध्यो। कसरी चिन्नुभयो भन्दा तपाईँको व्यवहारले चिने, तपाईँको बोलाइले चिने भन्न पाइयो। के व्यवहार हो तिम्रो बाबु, के गरे यस्तो भनेपछि कार्ड देखाएर म त अनरासोभ्यू भनेर बेइज्जत हुन नपरोस्। कार्डले होइन, तपाईँहरूलाई चिनाउने व्यवहारले चिनाउनु पर्छ। समाजमा तपाईँहरूलाई
स्थापित व्यवहारले गर्नुपर्छ। विद्यार्थीका बीचमा तपाईँहरूलाई लोकप्रिय, तपाईँहरूको व्यवहारले, तपाईँको बोली वचनले, तपाईँको आचरणले, तपाईँको मित्रतापूर्ण व्यवहारले त्यसले तपाईँलाई स्थापित गर्नुपर्दछ। यस अधिवेशनबाट तपाईँहरूले यी कुराहरूलाई आत्मसात गरेर अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। विभिन्न प्रकारका भ्रम फिजाउने तत्त्वहरू सक्रिय छन्। एमाले भित्रै भ्रम फिजाउने तत्त्वहरू सक्रिय छन्। अनेक प्रकारका सक्रिय छन्। भ्रमको पछि होइन, हामी अँध्यारोको पछि कुद्ने, कुहिराको पछि कुद्ने होइन, त्यस्ता चिजलाई हटाएर पन्छाएर उज्यालो बालेर हिँड्ने त्यो शक्ति हो। भ्रममा हामी पर्दैनौँ, हलमलिँदैनौँ, हुमलिँदैनौँ, भ्रम चिरेर अगाडि बढ्छौँ। नेकपा एमाले भित्र अनेकता बनाउनका लागि, फाटो बनाउनका लागि लोकतन्त्रको दुहाई दिएर एकता हुनै हुँदैन, मेलमिलाप हुनै हुँदैन, एकताबद्ध भएर नेतृत्व चयन गर्नै हुँदैन भन्ने एउटा भाष्य केही उल्ठेउला तत्त्वहरूले बनाउन खोजेका छन्। सहमति सबभन्दा उत्तम लोकतान्त्रिक विधि हो। सहमति तपाईँहरू मिलेर अध्यक्ष उपाध्यक्ष यो भनेर भन्न सक्नुहुन्छ, आफ्नो साथीहरूको बिचमा राम्ररी कार्यविभाजन गर्न सक्नुहुन्छ। यो कार्यविभाजन हो, एउटा जिम्मेवारी दिने कुरा हो। हामीलाई फलानु साथीहरूले लिड गर्न सक्छन् भन्ने कुराको विश्वास हो। त्यो चिज तपाईँहरूले सहमतिका साथ गर्नुभयो भने, 2-3 साथीहरूले अलिकति त्याग गर्यो, अलिकति एकताको भावना देखायो भने त्यसले सङ्गठनलाई एकताबद्ध बनाएर लान्छ। होइन लोकतन्त्रका नाउँमा अनि पछि हारिसकेपछि एकजना पराजित भएपछि, भाइ तपाईँले हार्नु भएको छैन, तपाईँले चुनाव गराएर छाड्नुभयो त्यो जित हो, तपाईँले 2 फ्याक गराएर छोड्नुभयो त्यो चाहिँ जित हो, तपाईँले मताधिकार दिलाएर छोड्नुभयो त्यो चाहिँ जित हो भनेर फेसबुके फाटोवादी कुराको कुनै अर्थ छैन। हामीले भनेका छौँ, म आज पनि तपाईँहरूलाई भन्छु, तपाईँहरू एकताबद्ध भएर जानुहोस्, मिलेर जानुहोस्। सक्दै सक्नुहुन्न, मिल्न सक्नु भएन, बाकस थाप्न मन लाग्यो भने थाप्नुहोस्। त्यो अधिकार नेकपा एमाले भित्र छ। त्यो भनेर सुरु भनेर त्यो अधिकार भनेर सुरु त्यो हामीले देशमै व्यवस्था नै लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक प्रणाली हामीले लडेर ल्याएका हौँ। बलिदान दिएर, यातना सहेर, जेलनेल खटेर त्यसरी ल्याएका हौँ। अहिले केही गफाडीहरू हामीलाई लोकतन्त्र सिकाउन फेरि फुत्त कथाबाट निस्किन्छ। लोकतन्त्रका लागि हामीले सङ्घर्ष गरेर आएका छौँ र लोकतन्त्रको महत्त्व हामीले बुझेका छौँ। लोकतन्त्र के हो, कसरी रक्षा गर्नुपर्छ भनेर। त्यसको अर्थ पार्टीमा झ्याम्टा बजाइ भयो भने लोकतन्त्र हुने, झ्याम्टा बजाइ भएन भने लोकतन्त्र नहुने भ्रम पाल्नु हुँदैन। एकताबद्ध भयो भने देशमा लोकतन्त्र चाहियो कि देशको लोकतन्त्र जेसुकै होस्, हामीलाई चाहिँ जुझ्न पर्यो आपसमा। हामीलाई आपसमा जुझ्ने भन्दा एकताबद्ध भएर लोकतन्त्र ल्याउने कुरो महत्त्वपूर्ण कुरा हो। त्यसर्थ हामी यस्ता कुराहरूमा सजग हुनुपर्दछ। भावनामा बग्ने होइन, भावनामा बगेर कुद्ने होइन। तपाईँहरूलाई जे गर्नुपर्छ गर्नुहोस्, एकताबद्ध भएर जानुहोस्, मेरो सुझाव हो। अर्को सुझाव, हुनै सक्नुहुन्न भने मित्रतापूर्ण प्रतिस्पर्धा गर्नुहोस्। प्रतिस्पर्धा गर्दा प्यानल बनाएर नगर्नुहोस् भन्छ। प्यानल बनाएर गर्नुभयो भने त्यसले भोलिसम्म सङ्गठनलाई विभाजित गर्छ। अस्ति कोही मेचीका छन्, कोही महाकालीका छन्, कोही कर्णालीका छन्, कोही जनकपुरका छन्, कोही दोलखाका छन्, कोही कहाँका छन्, कपिलवस्तुतिरका छन्। यस्तो साथीहरू पोखरामा अधिवेशनमा उठेका र नजितेका साथीहरू
भुलै आउनुभयो। मैले भने यो चारैतिरका साथीहरू तपाईँहरू एकजुट भएर कसरी आउनुभयो? कहीँ यो तपाईँहरू एउटा गुट त बन्दै छैन, फेरि ब्लक त बन्दै छैन। आफ्नो आफ्नो कार्यक्षेत्रमा फर्किनुहोस्, काम गर्नुहोस्। इन्डिभिजुअल्ली तपाईँहरूको कामको मूल्याङ्कन हुन्छ। समूहबद्ध भएर हिँडेर केही फाइदा छैन। मैले उहाँहरूलाई बताएर पठाएको छु। यहीँ पनि हुनुहुन्छ संसद साथीहरू, मैले दिएको सुझाव साथीहरूले पक्कै मनन गर्नुभएको होला। ब्लक बनिरहने होइन, चुनावमा उठ्नुभएको थियो, हार्नुभयो, सिद्धि नि त। अब ब्लक बनेर चलिरहनु वाञ्छनीय हुँदैन। मैले साथीहरूलाई भने, साथीहरूले त्यसलाई सकारात्मक ढङ्गले लिएको छ। म भन्न चाहन्छु, ब्लक बनाएर हिँड्ने काम गर्नु हुँदैन, गुट बनाएर हिँड्ने काम गर्नु हुँदैन। र ब्लक र गुट बनाएपछि कस्तो हुँदो रहेछ भन्दा, मान्छेले गुटलाई माया गर्ने, पार्टीलाई माया नगर्ने, गुटप्रति प्रतिबद्ध हुने, पार्टीप्रति नहुने, गुटप्रति प्रतिबद्ध हुने, देश जहाँसुकै जाओस् देशप्रति प्रतिबद्ध नहुने, त्यस्तो प्रवृत्तिमा पुग्नु पर्दो रहेछ। अहिले एकीकृत समाजवादी भनेर बनाएको छ नि एउटा पार्टी, त्यही प्रवृत्तिले, त्यही गुटगत प्रवृत्तिले त्यो पार्टीलाई त्यहाँ पुर्यायो। गुटगत प्रवृत्तिले पार्टी त दिउँसो टर्च बालेर खोज्दा पनि नभेटिने ठाउँमा पुर्याइदिने अरे एमालेलाई त्यहाँ पुर्याइदिन्छु भन्ने उद्घोष। त्यही पार्टीमा कोही 15 वर्ष नेता भए, प्रमुख नेता, कोही 13-14 वर्ष प्रमुख नेता भए। त्यसपछिको भनाइ, यस पार्टीलाई खरानी बनाएर छोडिदिन्छु, यसलाई माटोमा मिलाएर छोडिदिन्छु, यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु, टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव हो! त्यत्रो समय 3 दशकसम्म नेतृत्व गरेकाहरू एक ठाउँ भेला भएर त्यही पार्टी सिद्ध्याउँछु भन्छन्। कसका लागि? कसका लागि त्यो गरेको? के का लागि त्यो गरेको? त्यसकारण म तपाईँहरूलाई भन्न चाहन्छु, गल्तीको बाटो एक पाइलो पनि नहिँड्नुहोस्। हिँडिहालिएछ भने सच्याइहाल्नुहोस्। गल्ती गर्दै टाढै पुग्यो भने फर्किन गाह्रो हुन्छ। गल्ती गर्दै नगर्नुहोस्, एक पाइलो पनि गल्ती नगर्नुहोस्। पार्टीप्रतिको निष्ठा जस्तो सुकै कालखण्डमा पनि नछोड्नुहोस्। 15 वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने। मैले स्थापना गरेको युवा सङ्घमा 10 वर्ष मैले पाइलो टेक्न पाइनँ। मैले स्थापना गरेको युवा सङ्घमा 10 वर्ष मैले सम्मेलन हुन्छ कि अधिवेशन हुन्छ कि के हुन्छ कि त्यता फर्केर हेर्न पाइनँ। तर मैले कुनै गुनासो गरिनँ, कहिल्यै पनि बोलिनँ, कहिल्यै पनि केही पनि बोलिनँ। मैले राजनीतिक कुरा मात्रै गरेँ, पार्टीका कुरा मात्रै गरेँ, पार्टीको पक्षमा, आन्दोलनको पक्षमा मात्रै बोलिरहेँ। र ती प्रतिबन्धका साङ्लाहरू बिस्तारै बिस्तारै आफै खिया लाग्दै, छोडिँदै, कुँदै, फत्रक झार्दै गरेँ आफै। त्यसकारण सही विचारमा विश्वास गर्नुहोस्, सही विचार र सही तरिका, सही शैली, त्यसमा विश्वास गर्नुहोस् र त्यसमा अगाडि बढ्नुहोस्। आजका आफ्ना काँधका अभिभाराहरू बुझेर तपाईँहरू, यो हलका मात्रै कुरा होइन, यस हलबाट निस्किएपछि तपाईँहरूले देशभित्र, देश बाहिर, विश्वव्यापी रूपमा जहाँ नेपाली त्यहाँ एमाले भन्ने हामीले नारा दिएका छौँ। त्यसै गरेर सम्पूर्ण नेपाली समुदायभित्र तपाईँहरू जानुपर्नेछ। अगाडि बढिरहेको पुस्तालाई सही बाटो देखाएर, अगाडि बढिरहेको विद्यार्थी युवा पुस्तालाई सही बाटो देखाएर तपाईँहरूले सही गन्तव्यतर्फ एकताबद्ध ढङ्गले अगाडि बढाउनु पर्नेछ। त्यस कामका लागि तयारी गर्नुहोस्। यो हलभित्रका कुरा त कुनै ठुलो कुरै होइन। त्यसकारण यस हलभन्दा बाहिर गएपछि तपाईँहरूले कसरी सफलतापूर्वक भोलि तपाईँहरूले आफूलाई लिडरको रूपमा, एउटा वैचारिक नेताको रूपमा, एउटा कुशल सङ्गठन नेताको रूपमा, एउटा आन्दोलनको म्याग्नेटको रूपमा
आन्दोलनको नेताको रूपमा तपाईहरुले आफूलाई स्थापित गर्नुपर्नेछ। त्यस ढङ्गले तयारी गर्नुहोस्। महत्त्वाकांक्षा राखेर होइन, आफ्नो क्षमता, ज्ञान, सिप, तौर तरिका र योगदानले आफूलाई स्थापित गर्दै गर्नुहोस्। मेरो तपाईहरुलाई त्यसरी तयारी गर्नुहोस् भन्ने आग्रह छ। तपाईहरुको काममा साह्रै ठुलो जिम्मेवारी छ। मैले आफैले हेर्दा 22 सालमा अलिअलि जुलुसमा कुदेपछि 23 सालबाट म सङ्गठित भएर युवा आदिमा विद्यार्थीमा सङ्गठित हुँदै गर्दाखेरि उमेर पनि अलिक कलिलै थियो। त्यस बेलादेखिको यो 60 वर्षको यात्रा म सम्झिन्छु। यो 60 वर्षका यात्राहरू सधैँ दृढताका साथ, सक्रियताका साथ, इमानका साथ अगाडि बढेकै हुनाले आज नेकपा एमालेले मलाई किन अध्यक्ष बनायो भन्दा अनुहार हेरेर माया लागेर होइन, यो आन्दोलनको इतिहासको कारणले, योगदानको कारणले। त्यसकारण म तपाईहरुलाई भन्न चाहन्छु, म एउटा एकदम कुनाको गाउँमा जन्मिएको मान्छे, क्याम्पस छोडेर आन्दोलनमा होमिएको मान्छे, आन्दोलनलाई सङ्गठित गर्ने अभियानमा लाग्दै जाँदा गर्न सकिँदो रहेछ, गर्न सकिन्छ भन्ने विश्वास, सही बाटो सही गन्तव्य लिएर सकिन्छ भन्ने विश्वास लियो भने सकिन्छ। मैले आफैले लोकतान्त्रिक गणतन्त्र भन्दै जेल परेको थिएँ, लोकतान्त्रिक गणतन्त्र भन्दै जेलबाट छुटेँ। अहिले पनि आज पनि सुशासन, समृद्धि र त्यस बाटोबाट समृद्ध नेपाल, सुखी नेपाली, हरेक नेपालीको मुहारमा मुस्कान हुनुपर्छ भन्ने त्यस उद्देश्यका साथ अगाडि बढिरहेको छु। अघि विश्वकान्तजीले अलिक पाको पनि हुनुभयो। बाइ द वे उहाँले भनिहाल्नुभयो 70 वर्ष उमेरका कुरा। 70 वर्ष उमेर फेल खाइसक्यो। अहिले म 74 चल्दैछु, 70 मा रिटायर हुने भन्ने कुरा फेल खाएन। अहिले म 74 चलिरहेको छु, 70 मा रिटायर हुन अब 4 वर्ष घटाउन भएन क्यारे उमेर। त्यसो भएर उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ हुँदैन, यी कुराहरू मुख्य कुरा हो। कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो। चीनमा 2 पल्ट मात्रै अध्यक्ष हुन पाइने भन्ने बनाएको थियो, महासचिव 2 पल्ट हुन पाउने, राष्ट्रपति 2 पल्ट मात्रै हुन पाउने नियम बनाएको थियो। सी जिनपिङको नेतृत्वको निरन्तरताको आवश्यकता देखेपछि चिनिया कम्युनिस्ट पार्टीले 70 वर्ष पनि हुँदैन, 65 वर्ष हुँदैन, उहाँहरूले 65 लाउनु भएको थियो। 65 लगाउनु भएको, अहिले 72 पुगिसक्नुभयो सी जिनपिङ। 65 उहाँहरूले छोड्नु। साइप्रसको कम्युनिस्ट पार्टीले 65 तोकेका थियो, छोड्नु। अरू विभिन्न पार्टीहरूले उमेर हद तोकेका थिए, छोडे। किनभने उमेरले होइन, अरू थुप्रै फ्याक्टरहरू हुँदो रहेछ, आवश्यकताहरू थुप्रै पर्दा रहेछ। त्यसकारण मै हुन्छु भन्ने छैन। तर कुरा के भने, कुनै एउटा जडसूत्रको रूपमा कुनै चिजलाई समाउने होइन, हामीले त्यसलाई डाइलेक्ट्रिकली हेर्नुपर्दछ। आवश्यकता परेन भने हामीले माधव नेपाललाई 70 पुगेर हटाएको होइन, झलनाथजीलाई 70 पुगेर हटाएको होइन, हटाउनु पर्ने हुँदो रहेछ, हामीले नै हटाएका हौँ। 70 नपुग्दै हटाएका हौँ। 70 पुगेर पनि हटाउन मिल्दो रहेछ। मनमोहनजीलाई 78 वर्षको उमेरसम्म हामीले हटाएन, आफै भित्र जानुभयो, हटाएन। अर्थात् झलनाथजीलाई त उहिल्यै हामीले अवकाश दिएका थियौँ। सिपी मैनालीजीलाई 39 सालमा अवकाश दिएका थियौँ। 39 साल भनेको उहाँ
39 सालमा 31 वर्षको हुनुहुन्थ्यो क्या हो कति यस्तै 31 वर्ष जतिको हुनुहुन्थ्यो। त्यति बेलै हटाएको लिडरसिपबाट, किनभने उहाँबाट काम नहुने भएपछि उमेर त बढ्दो नै थियो त्यतिखेर। उहाँ 8 सालको मान्छे हो, 39 सालमा हामीले उहाँलाई हटायौँ नेतृत्वबाट। त्यसकारण 39 सालमा हटाउँदा 31-32 को मान्छे, 31-32 को लागि पनि उमेर सानै छ भनेर राख्न मिल्ने रहेनछ, हटाउनु पर्दो रहेछ। झल्लाजीलाई पनि हामीले 46 सालमा हटायौँ। 5 सालको मान्छे 46 सालमा हटाउँदा कति 41 वर्ष हुनुहुन्थ्यो। 41 सालमै 41 वर्षमै उहाँलाई हटायौँ त हामीले, पर्दो रहेछ। 11 सालका माधव नेपालजीलाई हामीले कति 65 को सुरुमै उहाँले राजीनामा गर्नु। यस्ता कुराहरूमा साथीहरूलाई धेरै बहकावमा आउन पर्दैन। पार्टीले विचार गरेर निर्णय गर्छ भन्ने कुरामा विश्वास गरे पुग्छ। म त्यति साथीहरूलाई भन्न चाहन्छु। पार्टीले भावनामा बगेर होइन, औचित्य आवश्यकतालाई हेरेर निर्णय गर्छ, त्यसमा विश्वास गर्नुहोस्। अहिले हल्ला चलेको छ, तल तल यो ग्रुप बनेका छन्, त्यो ग्रुप बनेका छन् भन्ने, त्यो यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुराहरूलाई तपाईँहरूले सुन्ने बित्तिकै यस्ता कुरा नगर्नुहोस् भन्ने जवाफ दिइहाल्नुहोस्। मेरो तपाईँहरू फलानाका ग्रुप, यसका ग्रुप, उसका ग्रुप, यो कुरै छोडिदिनुहोस्। अर्को खेल हुन खोजिएको छ यहाँ। अब फलाना आउने अरे, यस्तो पार्टीमा कुनै छलफलै भएको छैन। को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन। महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन। अनि यो बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई तपाईँहरूले सोझै इन्कार गर्नुहोस्। यस्ता खालका कुरा नगर्नुहोस् भनेर त्यस्ताहरूलाई जवाब दिनुहोस्। स्ट्याटसलाई पनि जवाब दिए हुन्छ। बाहिर पार्टीका आन्तरिक कुराहरू केही छन् भने पार्टीभित्र गर्नुपर्छ। पार्टीभन्दा बाहिर गएर फेसबुकबाट अथवा अरू सामाजिक सञ्जालबाट अथवा अरू कुनै इन्टरभ्यूबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने त्यस्ता खालका कुनै कुराहरू हुन्छन् भने त्यो पार्टीको आन्तरिक मामला रहँदैन। बाहिर गएर गएको हमलासँग त्यसै गरी जवाब दिन्छ पार्टीले भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। आन्तरिक कुरा हुन्छ। बाहिर गएर ढुङ्गा हानेपछि त्यो आन्तरिक मामला भन्न मिल्दैन। घरभित्रको कुरा घरभित्र गरौँ, छलफल गरौँ, त्यो ठिक छ। तर यदि त्यसो होइन र बाहिर गएर कसैले ढुङ्गा हान्छ भने त्यो कुरा सहँदा हामी हैरान भएका छौँ। भीम रावले वर्षौँसम्म कहिल्यै पोजिटिभ कुरा नगर्ने, कहिल्यै सकारात्मक पार्टीको पक्षमा कुरा नगर्ने, बाहिरबाट ढुङ्गा हानेको छ। पार्टीको हुँ भन्न नछोड्ने, पार्टीको विरोध गर्न कहिल्यै नछोड्ने। पार्टीभित्र हुँदा पनि अराजक, बाहिर हुँदा पनि अराजक। पद नदिए एकछिन पनि पद बिना बस्न नमान्ने, आम्दानी हुने ठाउँ आदि चाहियो, नत्र भने एकछिन पनि बस्न नसकिने। त्यो खालका प्रवृत्तिहरू एमाले प्रवृत्ति होइन। त्यसकारण हामीले त्यस्ता प्रवृत्तिहरूबाट टाढै रहनु वाञ्छनीय हुन्छ। तलतिरका विभिन्न गुटबन्दीहरूलाई तपाईँहरूले अन्त्य गर्नका लागि मद्दत गर्नुहोस्। तपाईँहरूले अस्वीकार गर्नुहोस् यस्ता कुराहरूलाई, त्यही हो तपाईँहरूको मद्दत। अब मैले भने तपाईँहरू एकताबद्ध भएर जानुहोस्। देशलाई नेकपा एमालेको एकताबद्धता चाहिएको छ। एक ढिक्का एमाले, त्यसो गर्दा नेकपा एमालेलाई कसैले पराजित गर्न सक्दैन र नेकपा एमालेको
मिसन 84 सफल रहन्छ। एकताबद्ध एमाले हुन सिङ्गै कमिटीहरू, पार्टीका कमिटीहरू, पार्टी कार्यकर्ताहरू, जनवर्गीय सङ्गठनहरू, तिनका कमिटीहरू, तिनका सङ्गठनहरू, तिनका सदस्यहरूमा हार्दिक एकता, एक मना एकता। एक मना भनेको एक मनसहित एकै मन बनाएको एकता आजको आवश्यकता हो। त्यसकारण यस कुरालाई ध्यानमा राखेर हाम्रा युवाहरू अगाडि बढ्नुहोस्। र म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, भनेर सबै नेपालको शैक्षिक आन्दोलनमा, सामाजिक आन्दोलनमा, राजनीतिक आन्दोलनमा, सांस्कृतिक आन्दोलनमा, हरेक आन्दोलनमा अनेरा सभ्युको महत्त्वपूर्ण र ऐतिहासिक योगदान रहिआएको छ। त्यस गौरवपूर्ण इतिहासलाई अगाडि बढाउनुहोस्। आज शिक्षा कस्तो हुनुपर्छ, शिक्षा प्रणाली कस्तो हुनुपर्छ र विद्यार्थीका हक हितका कुराहरू, यथोचित हक हितका कुराहरू कस्तो हुनुपर्छ, ती कुराहरू तपाईँहरूले फर्मुलेट गर्ने हो, तयार गर्ने हो। त्यसले पार्टीलाई पनि मद्दत पुग्छ, सरकारलाई पनि मद्दत पुग्छ। तपाईँहरू वास्तवमा आफ्ना मात्रै हितहरूमा केन्द्रित भएर होइन, नेपालको शिक्षा, सम्पूर्ण नेपाली बालबालिकाहरूलाई शिक्षित बनाउने कसरी र गुणस्तरीय शिक्षा, गुणस्तरीय उच्च शिक्षा नेपालका सम्पूर्ण बालबालिकाहरूलाई कसरी दिलाउन सकिन्छ, त्यसमा जान आवश्यक छ। यस दिशामा सोच्नुहोस् र शिक्षा क्षेत्रका अन्य आवश्यक नीतिहरू कस्ता हुनुपर्छ त्यसमा सुझाव दिनुहोस्। शिक्षा क्षेत्रमा देखा परेका विकृतिहरूका विरुद्ध तपाईँहरूले जिहाद छेड्नुहोस्। विकृतिहरू हुनुहुँदैन, शिक्षा क्षेत्रमा विकृतिहरू छन्, तिनीहरूलाई हटाउनु पर्छ। त्यसर्थ यो गौरवपूर्ण इतिहास, गहन अभिवारा, बहुआयामिक अभिवारा जो तपाईँहरूका काममा छन्, तिनीहरूलाई सफलतापूर्वक वहन गर्नुहोस्। यस अधिवेशनले नीतिगत, साङ्गठनिक, नेतृत्वगत, अन्य संरचनागत, विधि विधानगत सबै क्षेत्रमा उपयुक्त काम गरोस् भन्ने म शुभकामना भन्न चाहन्छु। र यही शुभकामनाका साथ तपाईँहरू सबैमा धेरै धेरै शुभकामना।